नमस्कार साथीहरू, म कुमार गुरुङ युट्युब च्यानलबाट हजुरहरूलाई हार्दिक नमन छ। साथीहरू, मेरो आजको भिडियोमा चाहिँ चीज टोस्ट कसरी बनाउने भन्ने विषयमा हजुरहरू सामु देखाउन गइरहेको छु। चीज टोस्ट एउटा नर्मल खाना हो। यो विशेष गरेर ब्रेकफास्ट, टिफिन अनि पार्टीहरू गर्दाखेरि स्न्याकको रूपमा प्रयोग गरिन्छ। सबभन्दा पहिले चाहिँ म हजुरहरूलाई चीज टोस्ट बनाउनका लागि चाहिने सामग्रीहरू देखाउन गइरहेको छु। साथीहरू, अहिले हामीसँग क्याप्सिकम छ। यो क्याप्सिकम, त्यसपछि चीज, कञ्चन चीज, टमाटर, प्याज, मिडियम साइजको प्याज, अन्डा। तर अन्डा चाहिँ हामी भित्रको पहेँलो भाग मात्रै युज गर्छौँ। बटर, पाउरोटी। त्यस पछाडि हामीलाई अब यसको लागि हामीले कति रेसिपी चाहिन्छ, कति बनाउने भन्नेमा डिपेन्डेन्ट हुन्छ साथीहरू। अहिले चाहिँ म हजुरहरूलाई दुईटा पाउरोटीलाई कति चाहिँ चीज टोस्ट दुईटा पाउरोटीबाट चाहिँ चीज टोस्ट बनाउँदाखेरि कति चाहिन्छ भन्ने हजुरहरूलाई म देखाउन गइरहेको छु। अहिले मैले दुईटा पाउरोटी निकालेँ थैलोबाट, हेर्न सक्नुहुन्छ। हामीलाई चीज टोस्ट बनाउँदाखेरि हामीलाई माइक्रो ओभन त चाहिन्छ साथीहरू। माइक्रो ओभन चाहिन्छ अनि यो पिलर चाहिन्छ। यसमा अब चिज पोर्नु पर्यो हैन। अब यो चाहिने भाँडाकुँडाको बारेमा त हजुरले के भन्नुपर्छ र हैन। माइक्रो ओभनमा चाहिँ हामी माइक्रो ओभन देखिरहनु भएको छ तपाईँले, यहाँ मसँगै छ। अहिले यहाँ मैले यहाँ ओभन गरिरहेको छु किनकि यसलाई तताएको नि त हैन। माइक्रो ओभन यहाँ 3वटा स्टेपहरू छ। 3वटा कुराहरूलाई हामीले ख्याल गर्नुपर्छ। यहाँ माथिको रहेछ यो टेम्परेचर हो। यसमा चाहिँ हजुरको 250 सम्मको फरेनहाइट छ। अनि यो भयो हजुरको यो अब यो भित्रको तल माथि बाल्ने, अब अफ गर्ने, माथि मात्रै बाल्नु पर्यो। यो एउटा यो बटमलाई यहाँ लाने, तल मात्रै बाल्नु पर्यो यो बटमलाई यहाँ लाने र तल माथि दुईटै बाल्नु पर्यो नि यो बटमलाई यहाँ ल्याएर राख्ने देखिन्छ। हेर्नु भने हजुर सक्नुहुन्छ। यो अहिले मैले क्यामेराले यहाँ ल्याउन सकेन। अनि त्यसपछि आएर यहाँ तल छ टाइम। हामीले चाहिँ के कुरा पकाउँदा कति टाइम राख्ने भन्ने चाहिँ अब त्यो हरेक खानाको आइटममा भर पर्छ। अहिले चाहिँ चीज टोस्टको निम्ति चाहिँ मलाई 20 मिनटको समय म राखेको हुन्छु। तर 20 मिनट पुरै लाग्दैन किनकि यो हिटरलाई के अरे यो ओभनलाई मैले पहिले नै तताइराखेको हुनाले यसमा चाहिँ मेरो 15 मिनटमा चाहिँ चीज टोस्ट तयार हुन्छ साथीहरू। अब दुईटा पाउरोटीको निम्ति कति चाहिँ रेसिपी चाहिन्छ भन्ने कुरा म हजुरलाई प्रस्तुत गर्न गइरहेको छु। सबभन्दा पहिला चाहिँ हामी पाउरोटीलाई म यो सिङै नभएर म पिस गरेर काट्छु।
हामीले पाउटीलाई साइज बाई साइज गरेर काट्नुपर्छ। त्यो साइजको पाउटी छ हामीसँग। त्यसपछि म अहिले देखाएको हो मिडियम साइजको प्याज। यो हामी आधा मात्रै युज गर्छौँ, सिङ्गै युज गर्दैनौँ, आधा मात्रै भए पुग्छ। यो पाउटी 2टा मात्रै हो। यसलाई म चप बनाउँछु। चप क्याप्सिकम पनि म देखाउँछु हामीलाई। डाइरेक्ट 2टा पाउडरको निम्ति कति क्याप्सिकम चाहिन्छ भनेको चाहिँ यत्रो भए पुग्छ साथीहरू। यो चाहिन्छ, यसलाई यहाँ धनिया पनि चाहिन्छ साथी। धनिया चाहिँ अब मान्छेहरूले कसैले खान्छ कसैले खाँदैन, त्यो आफूमा भएको छ। मन पराउनेले धनिया हाल्छ नै, मन नपराउनेले चाहिँ धनिया हाल्दैन। मैले चाहिँ अहिले धनिया हालेन। यो पनि प्याजकै साइजमा काटेको छु, मैले बोलमा हालिरहेको छु। अन्डा गोलभेडा, यसलाई पनि आधै हाल्ने हो, सिङ्गै हाल्नु मिल्दैन। यसमा गोलभेडाको पनि गुदी हाल्दैनौँ हामी, बोक्रा मात्रै हाल्छौँ। यत्रो गोलभेडा चाहिन्छ। प्याजकै साइजमा यति गरिसकेपछि चाहिँ हामी यो चिजलाई चाहिँ हामी पिलमा कोर्छौँ। चिज चाहिँ 20 ग्राम जति भए हुन्छ साथीहरू। कोर्छु, म देखाउँछु हजुरलाई। यति चिज चाहिन्छ। मैले यसलाई यसैमा हालेँ। अनि हामीलाई मक्खन चाहिन्छ। मक्खन कति हाल्ने भन्ने म हजुरलाई देखाउँदैछु।
यति यो अलिकति जमेको भएर यसलाई चाहिँ म अलिकति मेल्टेड गर्छु तातोमा राखेर। अनि अर्को हामीसँग अन्डा छ। अन्डाको चाहिँ हामी रातो पहेँलो भाग मात्रै युज गर्छौँ। यसमा पुरै त्यो सेतो भाग हाल्नु हुँदैन। हामी पहेँलो भाग मात्रै युज गर्छौँ। त्यसपछि हामी बटर राख्छौँ। मेल्टेड भयो बटर। अनि अर्को कुरा नुन चिजमा अलरेडी नुन हुन्छ साथीहरू। नुन हामीले स्वाद अनुसारको त्यो खाने मान्छेमा भर पर्छ। नुन चाहिँ कति राख्ने भन्ने चाहिँ त्यो खाने मान्छेले कतिको टेस्ट गरेर खाने भन्नेमा भर पर्छ। अहिले चाहिँ म नुन धेरै हाल्न चाहेन किनकि नुन अलरेडी यो चिजमा नुन हुन्छ। मैले थोरै नुन राखेँ। मैले यसलाई मिक्स गरेँ। यो खाना इन्ट्रेस्ट हुनेले र मन पराउनेहरूले जुनसुकै बेला पनि बनाएर खान सकिन्छ। यो एकदम हेल्दी डेलिसियस स्न्याक हो। पाहुनाहरूलाई खुसी पार्नको लागि यो खानाले अति नै फाइदा आकर्षक दिन्छ। म प्रत्येक अब यसमा हाल्छु है त। यसमा
दुईटा पाउरोटीको निम्ति बनाएको भए ठिक्कै हुन्छ साथीहरू। दुईटा बनाउने नै दुईटा पाउरोटी रेसिपीको लागि बनाएको हो मैले यो। माइक्रो ओभनमा हाल्नुभन्दा पहिलाको स्टेप तयार भयो साथीहरू। यहाँ ट्रेमा छ। अब यो हामी यहाँ माइक्रो ओभन राख्छौँ। यसलाई अब 15 मिनट जति बेला बेलामा हेरिरहनुपर्छ। तर 15 मिनटमा चाहिँ पाक्छ यो। यसको टेम्परेचर 15 मिनट हो। ठ्याक्कै 15 मिनट छ। 15 मिनटमा यो पाक्छ साथीहरू। हामीले बेला बेलामा चाहिँ खोलेर हेरिरहनुपर्छ हैन। अब 15 मिनटको समय चाहिँ म 15 मिनट वेट गर्नुपर्छ हामीले। ल 15 मिनट पनि भयो। चिज पनि रेडी भयो। चिज टोस्ट पनि अब मैले यहाँबाट बाहिर निकालेँ। सरी दुईटा चिज टोस्ट रेडी भयो साथीहरू। यो खाना हजुरले घरमै बनाउने एकदम सरल र सजिलो छ। किन 5 स्टार होटलमा गएर धेरै पैसा खर्च गरेर खानु पर्यो साथीहरू। यो घरैमा बनाएर खान सकिन्छ। यो केटाकेटीहरूलाई विशेष गरेर स्कुल टिफिन पठाउनलाई अति नै हेल्दी छ। स्वास्थ्यको लागि पनि फाइदा र पैसा पनि बचत हुन्छ। हस् त मैले हजुरलाई आज चिज टोस्ट कसरी बनाउने भन्ने भिडियो प्रस्तुत गरेँ। हजुरहरू पनि यदि घरमै चिज टोस्ट बनाएर खानुहुन्छ भने यी सामानहरू तयार पार्नुहोस् अनि घरैमा बनाएर खानुहोस् है त। हस् त नमस्ते। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद।